गुड मर्निङ। आज चाहिँ हामी मुदुम योक जान लागेको धरानको अहिलेको लेटेस्ट ट्रेकिङ हाइकिङ एरिया र कसरी जान्छ थाहा छैन, चिन्ने डाँडाबाट भन्छ। सो ल अब हामी सँगसँगै आउनु। यो चाहिँ देवी गाउँ होइन, देवी मार्ग देवी गाउँ हो। घरदेखि यहाँसम्म आइपुग्नु चाहिँ 4 किलोमिटर लाग्यो हिँड्दै। अब यहाँदेखि माथि कति किलोमिटर छ थाहा छैन। रोड यस्तो छ बाटो। अब उकालो सुरु भयो। यो गोरेटो चाहिँ यहाँनिर यसरी रोड भेट्छ। रोड गयो भने चाहिँ टाढो पर्छ। हामी माथिबाट सर्टकट लाग्छौँ है। डाँडा जाने रोड पनि पुरा बनिँदैछ है, कन्स्ट्रक्सन भइरहेछ। ग्रुपमा चाहिँ हामी यतिजना छौँ है। अनि छेउबाट नामजङ, निर्मला सुब्बा, बिना, शान्ति, अनि यो चाहिँ यहाँनिर हो। अब हामी यता सर्टकटबाट जानु आँटेको हो कि होइन थाहा छैन, तर हो जस्तो लाग्छ। के रोड जाने ल कतै जाने भयो। अप्ठ्यारो छ तर पनि अब अर्को बाटो घुमाउरो हुन्छ। यहीँ गएको है। यो गलत सर्टकट लिएछ। अनि यो सर्टकटमा चाहिँ माथि पुगेर बाटै थिएन। अनि त्यो बाटो नभएको कारणले गर्दा फेरि अप्ठ्यारो बाटो चाहिँ यसरी बस्दै झर्नु पर्यो। होसियार होसियार। ओहो सर्टकट बाटो नपाएर फेल खायो। होइन बाटो होइन। अब यताको बाटो जान्छौँ कि कता जान्छौँ थाहा छैन। ओइ बिस्तारै है बिस्तारै। बाटो हराएको अवस्था छ गाइस। सर्टकट भन्यो एउटा मान्छेले भने अनुसार चाहिँ यताबाट सिधै जानु होइन, दाहिने बाटो नचेप्नु भन्यो। तर यहाँ चाहिँ बाटै छैन त नि, खोलाभित्र होइन। अनि त्यसपछि यो बाटो एकदम माथि डाँडामा चढ्यो, फेरि फर्क्यौँ बाटो भेटिनौँ। अब यहाँ एउटा बाटो छ, यो बाटो नजानु भने चाहिँ फेरि अब हामी त्यही बाटो जानु आँट्यौँ। के गर्ने भन् त? कुन रोड? यहाँ अलिकति मान्छे हिँडेको जस्तो छ नि त। अनि यहाँ आउँदैछ मान्छेहरू। सटक हिँड्न आइज, सटक आइहाल्छ नि हिँड्दै गएपछि। फेरि अर्को बाटो आएको छौँ, थाहा छैन। यहाँबाट हाइवे छ। अघि सर्टकट बाटो झरेर नसकेर अर्को सर्टकट गएको छौँ। भेट्छ कि भेट्दैन। बाटोमा चौचौको खोल भेटेको छैन, त्यही भएर होइन कि भन्ने हाम्रो अनुमान भएको छ। तर बाटो छ, राम्रै होला। एक बाटो नि हो कि होइन। अप्ठ्यारो चाहिँ यत्रो छ। चढ्दैछ, अप्ठ्यारो न अप्ठ्यारो छ। गाइस के हेर्नुभयो जस लाइन बाटै सिधो जानु चाहिँ मुदुम योक गएको। अब कहाँ पुगिन्छ थाहा छैन। बाटो छ हौ, छ होला। हेलो, कस्तो लागिरहेको छ बाटो हराउँदा? बाटो नै हराएर कस्तो। जानु चाहिँ चिन्ने डाँडा मुदुम योक। लास्टमा यही जङ्गलमा पिकनिक खेलिन्छ जस्तो छ गाइस। बास आयो। बास आएको देखेर चाहिँ अब बस्नु नजिक छ कि जस्तो लाग्दैछ गाइस। फाइनल्ली रोड चाहिँ भेटेँ, चिन्ने डाँडा बाटो रोड। ओहो हेर्छ यति हो नि सास आयो। कस्तो सास आयो अघि त बाटोमा रोटाएर। फ्युजन यो भ्युटार हुँदै जाने हो कि अर्को चिन्ने डाँडाबाट जाने हो थाहा छैन। भ्युटारको बाटो पक्रेर जाँदैछौँ है। बस्ती चाहिँ कस्तो राम्रो रहेछ हौ यतै, कति राम्रो।
उयो टावर हो टावरलाई हेरेर बाटो पछ्याउनु बाटो हऱ्यो भने पनि टावर हुँदै जान्छ अरे बाटो। कस्तो राम्रो ठाउँ आइपुगेछ हाम्रो मैसलुङ्गाहरूको चाहिँ यहाँनिर रहेछ। उयो तलबाट आउने रहेछ नि त यो बाटो क्या बाइक। अनि यताबाट गयो भने चाहिँ चिन्ने डाँडा, हामी यो बाटो आयौँ। अनि यस्तो छ होइन, यो चिन्ने डाँडा हो। अनि सुलीकोट चाहिँ उयो यतापट्टिबाट अरे कोक लिएर आयो, अब कोक खाने खै अब यो बाटो खै यता भन्छ थाहा छैन एक्ज्याक्टली कता हो। यो टावर आउँछ है, दुईजना आउँदैछ। हामी चाहिँ सुलीकोट जाँदैछौँ, मुन्दिमयक जाँदैछौँ होइन। ए मुन्छेहरू तल राई आस्ते साना मैले खाँदैछु। ला उकाली ओह्राली गर्दा कस्तो राम्रो देखेँ यहाँबाट भ्यू त, शीतलकै हावा आउँदा। ल यहाँ आउँदा चाहिँ अलिक रमाइलो भयो, पाहाडको जस्तै चिसो हावा आउनु थाल्यो। अब चाहिँ गाइज गलेको अवस्था हो यो टोर्की भन्ने ठाउँ हो। कोक खाएको आज मुदुमियाक चाहिँ पुगिँदैन, सुलीकोट पनि पुगिन्छ कि पुगिँदैन। अझ माथि डाँडा पुग्नुपर्ने, म त हिँड्नै सकिनँ। अब हामी सुलीकोट पुग्न आँट्यो, माथि चाहिँ एरो छ। यहाँ यसरी यहाँ पुगेपछि मात्रै देखाउँदो रहेछ, माथि 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 टोर्की पुगेपछि मात्रै थाहा हुन्छ है। सबैलाई जस्तो छैन गाइज, धेरै चम्किने मान्छे चम्किने। म यस्तो गर्मीमा हिँड्नै मन पर्दैन कि, जतिखेर हिँड्छु भन्छु सुलीकोट सबै हातको साथ हिँड्यो दोकान थियो नि त। मान्छेहरूले चिन्ने डाँडाबाट 1.5 घन्टामा हिँडेर मुन्दिमयक पुग्यो भनेदेखि यहीँको मान्छेले 5 घन्टा लाउँछ अरे। ढोका दिनु हुँदैन नि हिँड्ने। तल त्यो चाहिँ चिन्ने डाँडा हो, कता कता आइपुग्यो गाइज। सबैलाई जस्तो छैन गाइज। अब यो नै हाम्रो मुदुमको यक सुलीकोट जस्तो छ। बेहोस भएको अवस्था, सुलीकोट पुग्ने कहाँ पुग्ने थाहा छैन। हामी कहाँबाट 10 मिनेट सुलीकोट हामी त पुग्नु पुगिँदैन थाहा छैन। अब खाना आँटेको कुरकुरे झिक्दैछ, अन्डा छ, चोचो गर्दैछ। यस्तो ठाउँ चाहिँ यहाँदेखि बस्नु चाहिँ लास्ट चाहिँ राम्रो छ। पर कता कतै यस्तो मजा आइरहेछ, हावा आएको छ। सुलीकोट ठाउँमा खाजा खायौँ, अब अलिक उयो भयो। यहाँ छ खै यताबाट जान्छ कि सुलीकोट थाहा छैन। सर्टकट र लङ कट के के हो। आफ्नो गाडी छैन भने चाहिँ तलदेखि हिँडेर लाउनु, फेददेखि हिँडेको 10 किलोमिटर हिँडिसक्यो। यस्तो छ फेरि यो रोड जाने, लङ कट नै जाने, सर्टकट चिनिएन। बाटो आएको क्या यसरी, के को बाटो हो यसरी। यहाँ हाम्रो हिरो अरू मान्छेहरू चाहिँ गाडीबाट आउँदो रहेछ धरानबाट, अनि 1.5 घन्टा हिँड्दो रहेछ। हामी चाहिँ धरान घरदेखि नै हिँडेको होइन, 10 किलोमिटर भइसक्यो हिँडेको। सम्झा पुगिन्छ त्यसम्म जाने। सुलीकोट पुगेन पुगेन पुगेन। ल उयो बाटो जाने 2 बजीसम्म, अहिले 1:30 भयो। 2 बजीसम्म जहाँ पुगिन्छ त्यहाँ, त्यसपछि फर्किने सुलीकोट न पुग्नु। हाम्रो मिसन सक्यो यो हैन, यो कुइनर सकेपछि आउँछ भन्ने थियो। जुनियर अब छिटो अनि त्यसको मात्र छिटो हिँड्न त डेस्टिनेसन पुग्यो सुलीकोट पुग्यो आधी बाटो ल। हामी चाहिँ अब गोठबाट पनि हामी निकै अगाडि बढिसकेको अवस्था छ गाइस, 1:30 बजेको अवस्था छ। अलिकति यहाँनिर आयो लेखेको, यहाँदेखि चाहिँ होइन कि भनेको थियो, धर्ना आयो। अब सुलीकोट चाहिँ पुगिन्छ कि भनेको खै। 1300 बाटो आयो होइन, हामी रमाइरहेछौँ कि 1300 बाटो आएर कुदुम जस्तो लागिरहेछ। बाटो 1300 छ है अब चाहिँ गाइज। गाइज सुलीकोट कता हो थाहा पाएन। अब कुकुर मात्रै भेटिन्छ, कुकुरलाई सोध्नु कि ऊ माथिको डाँडा हो कि कता हो। ए घर रहेछ नि उयो माथि, घरमा सोध्नुपर्छ।
ऊ घर रहेछ बसिरहेछ अब यहाँ चाहिँ सोध्नु पर्ला टिकट कता हो भने त ल उयो माने भएको ठाउँबाट हो ए ल सिलिकोट चाहिँ आइपुग्ला जस्तो छ यता ल पा आइपुग चाहिँ यस्तो कालो कालो रहेछ है ल खाने छ यता छ है ल है फाइनल्ली हामी सिलिकोटको सिडी चढ्दैछौँ होइन सिलिकोट खै मन्दिर छ कि सिलिकोट छ थाहा के हो सिलिकोटमा के छ त्यो चाहिँ थाहा छैन मन्दिर छ तल मामाले त म आउँछु टिका लगाउने भाइ भन्दै थियो होइन पुजारी रहेछ आउँदैछ त यहाँ सिडी छ क्या यहाँसम्म 184 सिडीमा यहाँ छ अझै यता अब सिलिकोट चाहिँ जाँदैछौँ है मधुमियाक चाहिँ जानु सकिएन गाइज ठ्याक्क अब 2:02 छ सिलिकोट पुग्यौँ यसको एलिभेसन कति छ कति टाइम पुग्यो म भन्छु है मन्दिर छ सानो सिलिकोट देवी ए यो सिलिकोट हो भने थाहा छैन यो चाहिँ मन्दिर छ यहाँनिर अब यही मन्दिर पूजा गर्छौँ मन खुसी पार्छौँ अनि जान्छौँ यहाँमा हामीलाई रक्षा गर्नुहोस् हामी चाहिँ यो सिलिकोट मन्दिरमा 11.12 किलोमिटर तलदेखि दिउँसोभरि हिँडेर पुग्यौँ अनि यहाँ हेरेर भन्दैछु है हाम्रो टोटल ड्युरेसन 5 घन्टा 53 भनेपछि 6 घन्टा हिँडेछ स्पिड एलिभेसन त देखाएन त हाइस्ट हाम्रो हाइस्ट एलिभेसन चाहिँ 1804 मिटर रहेछ अनि 400बाट 1804 मिटर चढेको हामी कम्ती चढ्यौँ मा हामी आएको छौँ त्यहाँको ल्यान्डस्केपहरू हेर्नु यस्तो छ है अब फर्केको हामी मिसन पुरा भयो अलिकति थोरै भएन 12 बजी यहाँ पुगेको भए चाहिँ कस्तो दामी हुने रहेछ होइन तलबाट कुहिरो आउँदैछ गाइस यहाँ यस्तो राम्रो छ यस्तो राम्रो छ प्रिया कस्तो लाग्यो आजको एकदम रमाइलो अघि झन् यो 12 बजेको घाममा त ट्याक्क यो कति राम्रो हुन्थ्यो यहाँ आइपुगेको भए 2 बज्यो 1 घन्टा भयो घरदेखि ल्याएको कफीहरू चाहिँ यहाँनिर राखेर खान्छौँ अब हट कफी होइन होला हट कफी चाहिँ कोल्ड कफी भइसक्यो होला त्यही खाने तर हामी चटपट बनाउँदैछौँ भुजा चाउचाउ यो आलु तास्दियो भइहाल्यो अझै एउटा हाल्नु पर्छ उबाट लानु होइन सबै हाल्नु यसरी खानुपर्छ गाइस दुःख गरेपछि खानुको लागि यही खानुको लागि सिलिकोटमा बसेर चटपटे खानुको लागि 11 किलोमिटर हिँड्यो गाइस खै सिलिकोट हो कि होइन थाहा छैन तर हामीलाई चाहिँ यही सिलिकोट हो अब यही चटपटे हो यहाँ कफी बनाएर खाने अहिले एउटा मात्रै हाल्नु ल हतार भइसक्यो हामीले चटपटे बनाउने कुबरी हाल्नु आँटेको पेट पोल्छ हौ तर यसले त साह्रो यो सिलिकोट हो कि होइन भनेर सोध्नु पऱ्यो है अब त्यो मामा छ्यामालाई पूजा गर्नु आएको कहाँको त्यहाँदेखि चाल तिरो हात सफा छ नि मेरो त अघि धुको नि फेरि क्याच यस्तो हुन्छ है हाइकमा जाँदा नेपालीको भयो ल भाइरल चटपटे बनिँदैछ यो चाहिँ विदेशमा बस्ने नेपालीहरूले सिकाएको है यो खाने चटपटे चाहिँ खाने चम्ची नै छैन हौ चाउचाउको खोलमा खाऊँ न थापेर छोटो गर्नुपर्छ अरे छोटो गरेर मात्रै खाने हो चाक्टा कस्तो हो लु भुल्यो सुप कम भयो होला होइन चाउचाउको मिठो भएन अमिलो भएन अरे चाउचाउमा अनि थाम्दैछ बनिँदैछ अब यो पानी तातो छ कि चिसो छ थाहा छैन लु खुल त यता हट कफी अरे यता कोल्ड कफी अरे यहाँ कफी छ होइन ल हाल हट छ कि चिसो वाइट ए कोल्ड छ लगा 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 पक्रि पक्रि ल वा तातो रहेछ हट कफी खाने भयो यसरी गर्नुपर्छ कफी पनि आयो कफी यहाँ त कफी बेच्नु राख्नु पर्ला जस्तो छ अब
पछि मेला लाग्यो भने कफी पछि मेला लाग्यो भने यस्तो कफी बेच्न आउँ ल यहाँ चाहिँ चटपट बन्दैछ चटपट भयो स्टाइलहरू थ्याङ्क यू नेपाली स्टाइल चटपट नि देखाउनु न यो चटपट कसरी खाने भने एकछिन गाइस एउटा मात्र चम्ची छ नि त होइन अनि ओट चाहिँ नचुटै गर्नु क्या त्यो चटपटी सकिँदैन भनेको त सकिँदो रहेछ हौ अब बिहानदेखि भात त खाएको थिइनँ भने अघि अन्डा र कुरकुरे त खाएको भोकै झन् त्यो 1 लिटर कोकाला 4 जनाले अरू के खायौँ गाइस अब यिनीहरू चाहिँ सबै एउटा प्लास्टिकमा लाएर हालेर हामी घर लाग्छौँ यसो राख्नुपर्छ फर्काउनु हुँदैन ल लास्टको यति छ वाउ मिठो छ कम्ता मिठो मजा आयो भोकको सुर चटपटे पनि यस्तो दामी मधेसीले बनाएको भन्दा मिठो थियो छैन बिस्कुट चाहिँ बिर्सिरहेको थियो अब यो बिस्कुट पनि खाने यो चाहिँ कफीमा चटपट डुबाएर खाने खाऊ अब बोकेर के लानु ह्यान्टेमा जानु अब यो फोहोर चाहिँ बोकेर लाने हो बिनातिर हाल्ला पो होइन धरान फर्किने अब हामी चाहिँ यहाँनिर खाजा खाइवरी फर्किनु लागेको कति टाइम लाग्छ मामा माथि पुग्नु हजुर होला 1 घन्टा हामी हो रहेछ यही सुलीकोट रहेछ सुलीकोट पुगेर नि अब हामी झर्दैछौँ अनि यता पुगेर त फेरि जाडो भएको पनि चिसो रहेछ नि त अब फेरि ओह्रालो झर्दैछौँ है अहिले चाहिँ सबैजना फुल स्पिडमा ओह्रालो झर्दैछ हाम्रो अगाडि 2टा बाख्रा छ अघि त मलाई झन्डै सेल्टेको के भएको सिन्छ डक लभरहरूले खानु भएको सबै ल त्यही बस यो कुकुरले चक्क चाटिदियो अनि हात धुँदैछ ए मलाई बिस्कुट माग्दैछ यसले जाऊ उता छ बिस्कुट माइ खानु जान्ने रहेछ बिस्कुट मागेर खाँदै बच्चा कति माया गरेर यस्तै हुन्छ क्या कुकुरलाई भोकेर होइन बिस्कुट विश्वासै गरेन यसले ल ट्रस्ट गरेन है यसले चाहिँ टेस्ट पाइसकेको छ ल टर्के भन्ने ठाउँ चाहिँ यस्तो दामी छ नाके डाँडा सर्टकटबाट हामी झर्दैछौँ ओह्रालो हेर्नु नि कति राम्रो अघि हामी त्यो अन्ध्यारो डाँडा काटेर गएको है यसरी हिँड्छ है हाइकट चाहिँ यो ओह्रालो चाहिँ यस्तो सिलिपित्ती बाटो छ कि चिप्ल्यो भने तल रोडमा पुग्ने रहेछ नि त साह्रो अप्ठ्यारो रहेछ सर्टकट आएको नि त हामी र यो बाटोबाट यस्तो आएपछि यो चाहिँ यस्तो भिरालो स्लोप रहेछ क्या यस्तो बाटो भिरालो छ कि यो स्लोप या त फेरि पिच रोड छ नि ओ माई गड 1 मिस्टेक हो लाइफ ड्यामेज हुन्छ नि आयो त भित्रसम्म चाहिँ हिँड्दा हुन्छ गाइज हाइकरको चाक हेर्नुहोस् ल गाइज पछाडि फर्किन एकताल सिलिपिती खेलेर बाजियो लु धुलो सफा गर्दैछ गाइज बस्दै खेसरी कुकुरलाई खुवाउँदै तर टोलभरिको कुकुर आउँदो रहेछ एउटाले दिएर जाँदा खाएर दिएर दिन सक्नु ए ल भयो टोक्छ बेबीलाई लु जाऊ हेर न 2 जना चलेर ले जाऊ लगभग 2.5 घन्टा जस्तोमा चाहिँ सुलीकोटबाट चाहिँ यो झोलुङ्गे पुल आइपुगिँदो रहेछ है यो
अब हाम्रो घर घरदेखि यहाँसम्म आइपुग्छ 4 किलोमिटर हो कि अब 4 किलोमिटर हिँड्नु सक्ने क्षमता छैन हाम्रो। त्यही भएर अब हामी अटो चढ्दैछौँ। लु चढ नाम्सङ छ भित्रै चढ साथी उता चढ्छ साथी उसमा छ अब चढ्छ चढ्यो। आजको हाम्रो ट्राभल रमाइलो भयो। बिस्कुट ल्याइदिनु पर्दैन त हामीले उतादेखि ल्याएको फोहोर चाहिँ अब यहाँनिर डस्टबिनमा फाल्छौँ अथवा चारोमा डलाउँछौँ है। बाटो नदेखेर हामी मुदुमयोग पुग्न नसके पनि यो यात्रा चाहिँ हामीले एकदम धेरै इन्जोय गऱ्यौँ र हाम्रो लागि एकदम मेमोरेबल भयो।